Camera, action. माँ, मुझे कुछ दिखाई नहीं दे रहा माँ। नमस्कार सम्पूर्ण दर्शकबिनलाई नमस्कार सम्पूर्ण दर्शकबिनलाई आजको यो भिडियोमा लिएर आएको छ हाम्रो फ्रेन्डशिपको स्टोरी है। अब कसैले डिमान्ड गर्नु भएको थिएन, त्यही पनि म फ्रेन्डशिपको स्टोरी लिएर आएको छु। अलिकति युनिक टाइपको फ्रेन्डशिप छ, त्यही भएर मैले लिएर आएको है। र ऊ चाहिँ हो दिपा, चाहिँ ममता है। उसलाई दुईजनालाई नेपाली अलिकति कम आउँछ र मलाई पनि यति स्पष्ट चाहिँ आउँदैन नेपालीको, मतलब नेपाली हो म, लेकिन नेपालको जतिको नेपाली बोल्न सकेको छैन। त्यही पनि आसामको नेपाली भएर मैले जति सक्छु राम्रोसितले बोल्न कोसिस गर्दैछु र अगाडि बढौँ है त। हाम्रो फ्रेन्डशिप चाहिँ स्टार्ट भएको थियो 14 अगस्त 2019 मा है। र हामी चाहिँ कसरी फ्रेन्डशिप भयौँ भने अचानकको फ्रेन्डशिप हो यो। हामी कलेजदेखिकै फ्रेन्डशिप हो। हामी कलेज त डेली नै जान्थ्यौँ र त्यही पनि अब देखादेखि चाहिँ सधैँ नै भइरहेको थियो। त्यही पनि अब बोलाचाली यति हुँदै नै थियो। र ऊ चाहिँ मेरो हिस्ट्रीमा, मतलब हिस्ट्री उसको सब्जेक्ट पनि थियो, मेरो पनि थियो। र हिस्ट्री क्लासमा पनि उसलाई देखादेखि हुन्थ्यो हामी दुईजनाको, त्यही पनि बोलाचाली हुन थियो। र 14 अगस्तको दिन चाहिँ अब उसँग पनि बोलाचाली भयो र उसँग चाहिँ अलिअलि भइरहेको थियो ममतासँग चाहिँ। अनि त्यस्तै गर्दा गर्दै अब 14 अगस्तमा चाहिँ पुरा हाम्रो फ्रेन्डशिप पक्का भयो। र मैले चाहिँ के गरेँ भने अब त्यसकै 16 तारिक चाहिँ हाम्रो बुनुको बर्थडे थियो र उसलाई इन्भाइट पनि गरिहालेँ कि 14 अगस्तमा यिनीहरू दुईटालाई नै। र अनि उनीहरू 15 अगस्त अब इन्डिपेन्डेन्स डे भइहाल्यो र 16मा चाहिँ हाम्रो घरमा आएँ। त्यहाँदेखि हाम्रो फ्रेन्डशिप चाहिँ अब कन्टिन्यू भयो अब यहाँसम्म नै भनौँ न। अब अहिले पनि हामी फ्रेन्डशिपमै थियौँ। त्यही पनि अब हाम्रो अब अलिकति यताउता भइसक्यो, ऊ चाहिँ बिहा भएपछि अब, अनि पुरामा चाहिँ अब अहिले नै थियौँ। र अब तुम बोलो कुछ हमारे फ्रेंडशिप के बारे में। ममता बोलो, मुझे तो मोमो खाने अच्छा लगता है। बात तो सही है। बोलना क्या बोलना है, चुप बस म भन्छु। बड़ा हरामी हो बेटा हैन, मलाई चाहिँ अब चलो त्यही पनि म भन्छु है। अब राम्रो मनले भन्दैछु होइन, ट्रुली भन्दैछु, यिनीहरूको छेउमा पनि भन्दैछु, अलिकति नाक ठडिन सक्छ यिनीहरूको। त्यही पनि अब सानोदेखि मैले फ्रेन्डसिपको केसमा म कोहीसँग पनि यति क्लोजली मतलब फ्रेन्ड्स भएको छैन। उता नघुर है, यता यति क्लोज भएको छैन कोहीसँग, कोही पनि अब यति राम्रो साथी बनाएको छैन कि क्लोजली। र जति बेस्ट फ्रेन्ड हो त्यसको म पनि होइन। अब साथी भनेको साथी मध्येमा चाहिँ अब यिनीहरू दुईटालाई नै मैले चाहिँ मान्ने गर्छु। अरूलाई यति खासै मतलब दिदिनँ। अब साथी हो भनेर अब साथीको केवामै राख्छु कि अब मतलब भन्छ नि एउटा गड गिफ्टेड टाइपकै हो यिनीहरू दुईजना चाहिँ मेरो लागि। सो आँखा नाक ठडिन सक्छ नि, मसँग जान सक्छ। मुझे कुछ दिखाई नहीं दे रहा माँ। त्यही भएर भन्दैछु मेरो अलिकति अब केयर गर्ने गर, नभए त अब मैले भाउ दिन छोडे पनि तेरो पनि भाउ जान्छ। जा अनि हो गया भयो। अति बार तुम लोग को कुछ बोलना है, मेरे जैसा अच्छा फ्रेंड कभी किसी को नहीं मिला। क्या बोला तूने? ऐसा टाइप का बोलना है तो बोल। लक्ष्मी जस्तो भात सब्जी बनाउने जान्ने फ्रेन्ड पाएको छैन मैले। बात तो सही है। जहिले पनि त्यसको घर जान्छु, खाली खुवाएर पठाइन्छ। तैले मतलब मलाई कालीगर भन्न खोजे कि यसले मलाई कालीगर भन्न खोजेको। अब त्यसको घर आइरहेको के भन्न चाहन्छस्? कुछ बोलो, क्या बोलो? अच्छा है।